7वटा 8वटा परेछ है। समार रातो रातको 12 बजी देखाउनेछु। हेलो गाइस, हामी चाहिँ माछा मार्नको लागि यस्तो बनाउँदैछौँ। छुट्टा मसँग मेरो भाइ छ, मसु हाम्रो केटाहरू छ। टक्क आज चाहिँ बनाएर हेरौँ, राति खेल्न जाऊँ भनेको। हेर माछा पर्छ पर्दैन, हामी हिजो पनि ट्राई गरेको पर्यो है, हिजो अलिअलि पर्यो हो। हेरौँ आज चाहिँ नाइट हाल्ने हो पुरै। 1 किलो जति त ल्याउँछु। ल हामी चाहिँ खोलामा पुग्यो है गाइजहरू। अब हेरौँ अब राति हो, माछा कति मर्छ हामी हेर्छु अनि तपाईँहरूलाई पनि देखाउने छु है गाइजहरू। हेलो अभी मजा आएगा ना बुडू। माथि परिसकेको छ, हेर्नु होला होइन। पछि त फास्ट भयो पनि गएछ। मासले थो भने पाउँदैन हो होइन, यी त होइन। थो भने पनि छिट्न निवल थुप्रै छ अरे होइन। अब फिर से हम गरेको चलो जस्तो दोस्तों, आप लोग देख सकते हैं इधर मछलियाँ धीरे सारे। इधर देखो ओए हो शेर जी रमुले उई मात्रै त ला मासले खानेर जाडी इसने बल्ली शेर मुलाई ना यार मारा नि जाता अरे मेर ए जाता अरे माछा आइसकेको छ ठुलो ठुलो खतरा छ। ल गाइस, हामीले चाहिँ राति खेल्दाखेरि कति 1 2 3 4 5 6 7 8 परेछ है। काट्ले सबै एउटा भागेन यहाँ ठुलो है। यति माछा परेको छ एक सर्टमा होइन। हेरौँ अझै मासतिर जानुपर्छ मार्नलाई, त्यसपछि थाहा हुन्छ कति पर्छ भनेर। ल गाइस, फेरि एकछिनमा देखाउँछौँ। माछा मारेर हाजिरहेछौँ टक्क लगाएर। अनि हामी चाहिँ यहाँ कता आइरहेको होइन। हाम्रो भाइ छ यहाँ। यो चाहिँ छङछङैमा हो है, केटा हो छङछङैमा हो है। माछा मारिरहेको छु, रातको 12 बजिरहेछ। यस भइरहेछ। हामीले एक सर्टमा चाहिँ यति भेट्यौँ। यस्तो माछा नदेखेको यति भेट्यौँ। अनि हुँदैछ, हेर्दै जाउँ कति भेट्छ दाइ। ए गाइजहरू छुट्टा चाहिँ अड्केको अरे क्या लास्ट। ल फेरि अर्को लडमा हामी देखाउँछौँ तपाईँहरूलाई कति पर्यो भनेर। गाइस हामी अहिले माछा मारेर छु। अब दाइ माछा छुट्टा लिन गइरहेको छ अहिले होइन। अहिले छङछङै भयो गाइस होइन। यो उतापट्टि एउटा दाइ गइरहेको छ, यतापट्टि एउटा दाइ गइरहेको छ, दुवैपट्टि गइरहेको छ अहिले। ऊ एउटा दाइ त्यहाँ, एउटा दाइ ऊ त्यहाँ होइन। अब माछा ल्याएर आउँछु उनीहरू दुवैले। गाइस अब माछा ल्याउनु लाग्यो होइन। ल गाइस, सेकेन्ड लडमा चाहिँ हाम्रो यति परेछ माछा है। सेकेन्ड लड है यो चाहिँ। ल गाइस, हाम्रो चाहिँ माछा मारेर सक्यो। धेरै दह मारेन, 2 दिन दह मार्यो, त्यस्तो धेरै मरेन होइन। किनभने छुट्टा बिग्रेर रास्तै भयो। त्यही भएर अब चाहिँ हामी फर्केको। कति जति मऱ्यो? 1.5 केजी जति मऱ्यो है। खै देखा त भाइ कति मरेछ। हाम्रो भाइ छ, हेर न भित्र। त्यो चाहिँ छुट्टो सहित हो, यति मरेको हो। यति मरेको छ है गाइजहरू, यति मरेको छ है। यस मर्यो राम्रै भाइ। रक तानमा हामी चाहिँ रातिको 11 कति बज्यो
2 घन्टा खेल्यो हामीले कति हामी 2 घन्टा खेल्यो 2 घन्टा जति खेल्यो होला 2 घन्टामा 1 घन्टा चाहिँ हामीले छुट्टै बनायो होला यस्तै हो राम्रोसँग छुट्टा नबनेको भएर चाहिँ बिग्रेको भयो क्या जाने जोमा अनि त्यही भएर अलि दुःख भयो नत्र त टार्गेट हाम्रो अर्कै ठाउँमा थियो जाने अलिकति त्यो चाहिँ माथि नै पर्छ अलि यो ठाउँमा चाहिँ मान्छेहरू दिउँसै पनि फेरि आउन डर लाग्छ क्या त्यस्तो ठाउँमा हो क्या त्यही भएर केटाहरूको आँट नपुग्या हो कि भाइको मेरो भाइको नजाने भन्छ कुरी होइन भन्छ तैँले त्यस्तो भने यहाँ मुनि चाहिँ मान्छे पोल्छ है यो पारीभित्रको मान्छेहरू छ नि यो पारी यता हुँदैन यता मगर गाउँको मान्छेहरू यहाँ मुनि पोल्छ होइन अनि यतातिर चाहिँ अलि डेन्जरसै ठाउँ हो घर पनि छैन यता मदान यहाँ माथि छ एउटा यस्तै छ यहाँ ठाउँ अनि पहिला यतातिर सबैतिर धान रोप्थ्यो अहिले केही रोप्दैन सबै मान्छे विदेश पलायन काठमाडौँ पलायन एउटा गाई जब बाँकी माछा चाहिँ माथि घरमा गएर देखाउनु हाम्रो लाडा होइन ठिक छ ओइ हामी माथिल्लो बाटो जाने होइन तलबाट गयो भने त कहिले पुग्छ हामीले चाहिँ पाखा पनि मारे दुइटा चाहिँ अन्धकार छ पाखा पनि जामी पाउँदो रहेछ है धेरै त मार्न सकिनँ अब के गर्नु ठिक छ छोरीलाई पनि राख्नु पऱ्यो नि त बिउ त्यही भएर छोडेको हो म गएर हुँदैन के यतै सुत्दिने हौ भाइ के यतै पोलेर खाएर सुत्दिने हो भन्छ त ल केटा हो अहिले माछा देखाउँछु है माथिबाट आजलाई त्यस्तै छ हामी चाहिँ डर लाग्दैन नि राति पनि चल्दिने हो नि त फेरि केटाहरूको सुर चाहिँ हो यार है यो भाइको सुर पनि खतरा हो है यो भाइको है अर्को पनि खतरा है मान्छे हेरेर जज नगर्नु होला यो भाइको कहाँ तल गयो भाइ लाटेको छ केटा हो घरमा गएर देखाउँछु है भिडियो चाहिँ दुःख भयो आज लास्टै त्यो बिग्रिएर क्या अर्को पनि छ छुट्टा टक्क बनाएर अनि भिडियो पनि हामीले राम्रोसँग गर्न पाएन क्या 3 जना छन् कसले भिडियो बनाउने कसले त्यहाँ पुऱ्याउने कसले मिलाउने होइन हामी त फेरि डेन्जर हो नि फेरि बाघसँग पनि जुत्छु भनेर गएको के गर्नु बाघ पनि छ अस्ति 4-5वटा बाघ कराउँथ्यो यता 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 भन्छन् आफूले चाहिँ स्याल गरेर जस्तो लाग्छ भाइको चाहिँ खत्रै हो हाम्रो भन्दा ठुलै हो यो भाइको सुर ल मायागुरी भिडियो भएर हुन्छ गाइजहरू हामी चाहिँ बल्ल बल्ल घरमा आइपुग्यो आज यार अनि माछा चाहिँ हाम्रो भाइले के गर्छौ हाल्दैछन् यति भएछ त है यति भएछ यार यति मारेछ यार त्यति दुःख गरेर मरेछ त भाइ यति भएछ होइन अब टक्क एउटा काटकुट पारेर छ्याङसँग ज्याम ज्याम हान्ने हो स्वादै बेग्लै हुन्छ त्यसपछि टक्क तपाईँहरूलाई नै देखाउँछु है त गाइजहरू फेरि गाउँको माछा चाहिँ लास्टै मिठो हुन्छ है फेरि माछा एउटै साइजको छ नि फेरि
यो एकका छुट्टोमा हानेको के यो चाहिँ डेटको हो यो डेटको हो यो चाहिँ एक एकको सबै है गाइस त्यही हो बाँकी कुरो तबाट पछि देखाउने छु गाइस हाम्रो चाहिँ माछा साछा कटिङ भयो अनि यहाँ ग्यास हुँदैछ झ्याममा लगाएर अब अनि यो झ्याममा लगाएर झुवाई बनाएर पुवाई बनाएर खाने हो त्यसपछि हुन्छ खेल यो हाम्रो भाइ माछा मार्ने आजको सिनियर अनि म इन द जुनियर उल्टो चाहिँ भने मैले ठिकै छ त्यस्तै भइरहेछ त्यसपछि चाहिँ झ्याम खानु पर्ला खाने मान्छे नि कोही छैन हामी 3 जनालाई यति माछा हो छ्याङसँग झ्याम बनाइदिने है त कडा हो यता गाइस हाम्रो चाहिँ मरमसला भइसक्यो मरमसला चाहिँ के हाल्ने नुन सुन अलिकति फ्राई हाल्ने गाइस अब माछा हुँदैछ माछाको लाखा बनाउँदैछौँ लाखा रुङ्ग भयो त माछा त दामी हुँदैछ दामी ल अब एकछिनमा फ्राई हुन्छ फ्राई भएपछि झ्वाइ हुन्छ हाम्रो माछा बन्दैछ भाइ पानी छ मिठो भाइले मिठो छ भन्छ त तर ग्यासमा बनाएको अर्कै हुने हाल्नु नि कस्तो डराएको मिठो शीतल केही भएन अब मजाले खानुपर्छ हाम्रो खाएर तताउँछ मिठो भएको है स्वाद लाग्दैछ सब सकाइको ल कडा हाम्रो माछा छ्याङ अनि मजल्याङ हुन्जु खाएर ह्याङ यस्तो हुँदैछ कडाहरूले फ्राइममा लाएर त्यो चाहिँ छ्याङसँग मिठो अहिले कति भयो टाइम कडा हो हाम्रो चाहिँ खाएर छ छ्याङ सरी बत्ती चाहिँ बलिरहेको छैन किनभने चाप सकेर थोरै भइरहेको मिठो भएर दियोस् टक्क लगाएर मेरो भाइ गोरु चलाउन जान्छ हामी नसँग त म चाहिँ नखान नि माछा त अघि खाँदा खाँदै सकिहाल्यो अब निर्मलले छ्याङ हाल्यो उयो चुम आयो न
छ्याङबहादुर मान्छे ल गाइज यो चाहिँ लास्ट पिस सक्यो अब अर्कोचोटि झ्याममा खाम्ला पायो भने टाटा बाबाई गाइज सबैलाई छ्याङ्गारी हल्का लागेको जस्तो भयो कस्तो मिठो कि माछे अर्को भिडियोमा भेटौँला यो भिडियोलाई यस्तै भयो सरी गाइज ल टाटा बाई बाई